आज म देसी कुखुरा बनाउँदैछु। हेर्नुहोस्, आज मार्केटबाट किनेर लिएर आएको थिएँ। देसी कुखुरा बनाउँदैछु। अहिले भर्खर स्टार्ट गरेको छु। यो चाहिँ मैले नेपाली हिसाबले बनाउँदैछु। अदुवा लसुन सबै जिरा धनिया पिसेर बनाउँदैछु। हेर्न सक्नुहुन्छ यो कुखुराको खुट्टा। आज लोकल कुखुरा लिएर आएको छु मार्केट गएर। धेरै दिन भयो खान्छु, मन गरिरहेको थियो, टाइम नभएर नआएको। अहिले गएर मार्केटबाट लिएर आएको गाई हेर्न सक्नुहुन्छ। मलाई धेरै परेशान हुन्छ यसरी भिडियो बनाएर खाना पकाउनु। हेर्न सक्नुहुन्छ आफ्नै आँखाको सामने काटेर लिएर आएको छु गाइस। हेर्नुहोस्, यसमा मैले टमाटर पनि काटेर हालिदिएँ। एउटा मात्रै, धेरै हाल्दिनँ। मलाई हल्का खानु मन परेको छ, त्यही भएर एउटा टमाटर मात्रै हालेको छु। हेर्न सक्नुहुन्छ।